Hello guys, welcome back to my new video. धेरै पछि भिडियो आइछु। अब हाम्रो अब के छैन गरिब हो यस्तै हामी त है केही केही छैन। फ्लेक्स हान्नु हुँदैन सबै कुरा भन्ने कुरा बुझेर आज क्रस फायरलाई वासिङमा दिएर भनेको अझै। गाइस धेरै पछि भ्लग बनाएको अब यो भ्लग चाहिँ किन कसो भन्ने कुरा चाहिँ लास्टमा भन्छु होला अहिले चाहिँ नभनौँ। पछाडिको त्यो पछाडिको मान्छेलाई चाहिँ चिनिराख्नु भयो होला पहिलाको भ्लगहरुमा स्कुलको साथी। अब यो भ्लग चाहिँ 2 दिनको हुन्छ आज एक दिन अनि भोलि बिहान एक दिनको अलि मिक्स एड गरेर अहिले चाहिँ हामी नारायणको छेउछेउ डुलिरहेछौँ हामी यसरी टक्क लाएर वाकमा निस्केको वाक गर्नुभन्दा साइकल चलाएको बेस लाग्यो साइकल चलाउँदै बसेको यो क्रस फायरलाई पनि सम्झौँ न भनेको अब भनेर हो गाइजहरू अब चाहिँ है अब चाहिँ हामी दुर्गा घर जान लाग्यो अनि एकछिनपछि हामी हामी फिल्म हेर्न जान्छौँ होला यसो टक्क हामी 3 जना दाजुभाइहरू अनि टक्क अब के हुन्छ कस्तो हुन्छ देखाउँछु म टक्क यो भिडियो चाहिँ लास्टसम्म हेरिदिनु होला धेरै पछि लगभग 4-5 महिनापछि भिडियो हालेको मैले अब कसरी बनाइरहेको छु भने त लाज त लागिरहेको थियो नि हल्का है ल गाइज यस्तै छ जिन्दगानी गाइज अब चाहिँ हामी आफ्नो घर पुग्न लागिसक्यो चार्ज पनि छैन फोनमा भर्खर हामी गएको यसो डुलेर आएको गाउँ चारेर आएको चाँडा गाउँ चारेर आयो तर नि घुम्न अझै नि घुमाम जस्तो लागिरहेको के हो गाइजहरू है अब चाहिँ एकछिनपछि भेटौँ ल ट्याक्क हाम्रो 8 बजेको सो छ अझै 7:30 बजीतिर नभए 7:45 कति बजीतिर निस्किन्छौँ हामी थाहा भएन निस्केपछि भेटौँ ल सी यू सुन बाई गाइज हेलो रेडी भइसकेको छ रोशन भाइ कल भाइ ओ कल भाइ यता हेर अनि काले भाइ त लज आयो त यार ओए झन् भिडियो चिर्दिएर त्यो त भिडियो चिर्दिएर सबजना रेडी भइसकेको छ यहाँ यो र यो त म त अघिको ड्रेसमा उहाँजी हो उहाँजी अलिकति रेडी यस्तो हो भन्न भन्न लागेको कुरै भन्न दिएन यार काले भाइ नि ह्यान्ची छ है मेरो भाइ ल अर्को भाइ त्यही हो अघि लुकेको यो अब क्वालिटी त त्यस्तै हो गाइडहरू होइन अब चाहिँ हामी चाहिँ निस्किनु लगाएको टक्क लाएर फिल्म हेर्नुलाई एकछिन सानोतिनो काम छुट्याएर जान्छौँ हामी धेरै भिडियो बनाउन फेरि धेरै लामो क्लिप बनाउनु हुँदैन अब लेट्स सी फिल्म कस्तो हुन्छ रहेछ भनेर अहिले चाहिँ गोरो देखेको चाहिँ कस्तो भाइ त्यो म चाहिँ हेर न यार दाजु यो घाउमा लाग्यो सर्टमा लाग्यो औषधि र ग्याङ अब चाहिँ निस्किनु लाग्यो हामी टक्क लगाएर अब के गर्ने हामी त यो फिल्म हेर्न चप्पल लगाएर जान्छौँ है यस्तो छौँ फेरि हामी त फिल्म हेर्न चप्पलमा है हामी फेरि चप्पल ग्याङ मान्छे 1 2 मसुदा 3 एउटा 2टा 3टा 4टा 5वटा फोन भात खाएछौँ हामी साइज अनुसार फोन बोक्नु पर्छ के भने साइज अनुसार फोन बोकेको ल साइज र बल अनुसार है त्यति भएपछि पुग्यो भात हान्दैमा यति थोरै मान्छे भात खान्छ होला त्यो मान्छे ब्याङ्क अकाउन्ट यति भरेको एउटा इसेवा अकाउन्टमा पुग्दैन कि पैसा 2-2टा चाहिन्छ एउटा ग्याङ हामी चाहिँ बाटो बक्सुती गर्दै यसको बिल्ला हान्दै हामी 2जना हाँस्दै अब अलिकति नबुझ्ने छ मेरो भाइ होइन अलिकति सानै छ अन्डर 18 छ अलिक त्यही भएर डिसेम्बरसम्म 18 लाग्छ डिसेम्बर हो यस्तो बक्सुती हान्दै अब यसलाई 18+ कुराहरू नथाहा भएर हामी बक्सुती हान्दै चाहिँ हलसम्म बल्ल 15 मिनटमा 8:15 को सोमा हामी 8:15 सम्म हल बाहिरै छौँ हेर यस्तो मारेको धरलाई समातेर कुद्नुपर्छ पाइयो भन्न त पाइयो अहिले चाहिँ रोक्यो भने त कुर्दिनु नि के गफाएर झाउ 2जना त हो नि यस्तै बक्सुती गरेर हामी यहाँसम्म आइपुग्यो 2जना कुद्न सकेन भने त लाजै हो नि यसमाथि ममाथि त 2जना 2को 4 भयो नि केही हुन्न ग्याङ यस्तै बक्सुती गर्दै हामी पुगिसक्यो धेरै बोल्यो नि बोल्यो भने त हामी त आधी घन्टादेखि ननस्टप भयो के भन्नु मुख चलेको थुक सकिसक्यो मुखको त्यही भएर अब चाहिँ डाइरेक्ट निभाउन भेटौँ त्यसको इङ्क भनेको थुक रहेछ क्या मुख पानी खाएर अहिले गर्छ के केही बोल्नु ग्याङ ल अब चाहिँ धेरै बोल्यो हामी हामी हल पनि आइपुग्छौँ ल भाइ हाम्रो सर त्यहाँ काट्दै हुनुहुन्छ टिकट
त्यसलाई कटाउने एक्सपिरियन्स छ नि त काट्न त्यही भएर कटाउने एक्सपिरियन्स छ नि त काट्न त्यही भएर यस्तो बिल्लाजी केटा ल्याएन चाहिँ अब अरूको धेरै काटेपछि त्यो टिकट काट्न नि के आइतबारहरू होइन अरूबाट कटवाएको हो कि एक्सपिरियन्स छ कि काट्न कस्तो आफूलाई कट्दा कस्तो पर्छ भनेर थाहा है उसलाई जेन्ट्स बाथरुममा आएर नि प्राइभेट खोज्नु चाहिँ त्यही मान्छे है लड्के बाहर निकाल लड्के जल्दी बसेर मुत्नु भयो गाउँलेहरू पहिलोचोटि हलाइसी चप्पलमा आउँछन् अनि त्यसपछि म नि गाउँले त भन्दा छु त अनि यस्तो इन्ट्री हुँदैछ डनहरूको हल चाहिँ सब बुक गरे एक्लैले बुक गरे हामीले अहिले पछि भ्लग बनाउनु त त्यस्तै हो गाइज अहिले हेरौँ है टिकट हाम्रो है निकालिदियो भने पाइरेसी गाइजहरू अहिले नि टिकट हाम्रो यो त्यही हो त्यो पनि आजको दिन थर्सडे त्यही भएर आएको 200 रुपियाँ अब पैसा छैन प्रिभिलेज मान्छे गाउँले मान्छे कहाँ प्रिभिलेज यसलाई कस्तो कुरो देखेर चामलको पिठ पहिलेदेखि गोरो हो कि बल्ल देख्छ तिमीहरूले अर्डर दलेर आएको बिचारा मेरो कालो भाइ ल के छैन ग्याङहरू हाम्रो यो टिकट यो बक्चोदी भ्लग हो पहिले भन्छ कि अगाडि फिल्मको गुलाब जामुन जति कालो भयो त्यति गुलियो बस्यो अहिले भिडियो त बनाउनु होला मैले फिल्मको त्यही नै अहिले नै हेरौँ है यस्तो छ फिल्म हल चाहिँ तपाईँहरू आउनु भएको छैन भने आउनु होला हेर्नु यस्तो हुन्छ फिल्म हल है सब गाइजहरू भेट्न मन छ नि भेट्न नि पाइन्छ फिल्म हल चाहिँ यस्तै हुन्छ है गाउँलेहरू बिचारा गाउँलेहरूलाई यो एड देखाइदिएको फिल्म हो भनेर हेरै छन् अघि एउटा टोलाएर बिचारा गाउँलेहरू के गर्नु हौ एड हो साथी एड भनेको त्यो प्रचार गर्ने कि के कुराको बुझ्यौ नि गाउँले हो त्यो त टेम्पोमा होइन कि त्यो दुर्गा लागेर हो इङ्गालिस एङ्ग्री फिल भएन तेरो अझैसम्म कि भइसक्यो के हालिदिने यो चाहिँ गाउँलेहरू एड हो गाउँले हो फिल्म स्टार्ट भयो अब हेरे राम्रोसँग हेर्ने चुप्प लगाएर बुझ्यौ नि होइन कि दोष अब सुरु हुन्छ कि फिल्म टुक्क बस नभए है बुझ्यौ नि चुप्प लगाएर हेर्ने है फिल्म त बुझ्यौ ओ गाउँले कस्तो लाग्छ फिल्म कस्तो लाग्छ गाउँले खै बुझ्न त के बुझे जस्तै लाग्छ हाम्रै घरतिरको कुराहरू त्यस्तो विधि गाउँले पनि छैन होला अर्को गाउँले चाहिँ रोएर वासरुम मुक्दैन खोज्छ यस्तो हो कि उसकै एरियातिरको मान्छे मरेको देखा पर्यो हाल्यो के गर्ने बिचरा गाउँले भर्खर रोएर आइसकेछ गाउँले कति थोपा आशुधारमा कति थोपा आशुधारी हजुर किन रुनु भएको जनता जान्न चाहन्छ ल भनिदिनुहोस् यहाँ तेरो आफन्तहरू मर्याएर त्यहाँ यसले भनेको हजुर भन्नुहोस् यो इन्टरभ्यू अहिले एकछिन पछि हुन्छ है यो के हो यो गाउँलेहरूको फिल्म सक्यो फिल्म त राम्रो थियो कस्तो खतरा बुझ्यो तर केटीको विश्वास गर्नुहुन्न यो हामी बाहिर गएर इन्टरभ्यू लिनेछौँ तपाईँको है हजुरको नि इन्टरभ्यू हुन्छ है बाहिर गएर है गाइज अनि हाम्रो फिल्म सक्यो अब म सबैको इन्टरभ्यू लिन जान्दैछु यहाँ इन्टरभ्यू चाहिँ हाम्रो अरू कसैको होइन यो इन्टरभ्यू चाहिँ हाम्रो गाउँलेहरूको हुनेछ दुईटा गाउँलेहरू भाइहरू कस्तो लाग्यो फिल्म सुरुमा त्यो भनिदिउँ न एकछिन स्पिकर कता आयो त्यो कस्तो लाग्यो फिल्म कस्तो लाग्यो के भन्ने सोचेको भन्दा त राम्रै रहेछ फर्स्ट टाइम हेर्न आइदिएको म यसो स्पोन्सर पाएको छु मैले होइन एनसिएलबाट अरू के भन्ने अरू त त्यसलाई सोध्दै गर्नु ल अब अर्को भाइ गाउँले दाइ कस्तो लाग्यो भाइ तिमीलाई कस्तो लाग्यो फिल्म एकदम बवाल छ ऋषभ शेट्टीलाई भन्कै ल
यो मान्छेले भर्खर त्यत्रो फिल्म हेऱ्यो होइन त्यत्रो अहिलेसम्म कान्तारा कान्तारा अनि हिरो र डाइरेक्टर एउटै भन्यो हिरो र डाइरेक्टर एउटै हो हुन त तर त्यो फेरि ऋषभ शेट्टी हो भने केही थाहा नै छैन मान्छेले के फिल्म हेऱ्यो होला भन्नुहोस् त अब जे देखायो जुन चाहिँ हिरो थियो त्यही ऋषभ शेट्टी हो ल गाइजहरू इलेक्सनमा इन्टरभ्यू हुन्छ सबैको इन्टरभ्यू हुन्छ एकछिनमा है सबैजना हेरेर बस्नु होला यहाँ अन्तिमसम्म घुमाएर ग्याङहरू मलाई त किन लागिसक्यो गाउँलेहरूले नै पार्ट 2 निकाल्छ जस्तो छ यसको नि होइन नि त यस्तो हो यो भनेपछि सबै कुरा यो गाउँलेहरूले यस्तो फर्स्ट टाइम सुन गाउँलेहरूलाई फर्स्ट टाइम मुभी देखाइदिएको अब अर्को मुभी त यिनीहरूले बनाउँछ जस्तो सोचिसक्यो एकदम 100% होइन नि त यसो फिजिक्स होइन गाउँले हो इङ्ग्लिस हो भौतिक शास्त्रको ज्ञान यो भनेको साइन्स स्टुडेन्ट बी लाइक होइन अनि ग्रन्थहरूको ज्ञान भएपछि चाहिँ हल्का हल्का पेल्नु नि पर्छ ज्ञान भएपछि अघिसम्म त यसलाई यो गाउँले भनेर थाहा थिएन अघिसम्म खुब प्रिभिलेज दिइरहेको थियो अहिले चाहिँ कहाँबाट निस्किन्छ फेरि नेपाली नपढ्नु संस्कृत हो नि भाइ तर तिनीहरूको भाषा चाहिँ के भनेको देखाइदिन्छ कि त्यसलाई हामीले भागेर अब चाहिँ आजको लागि यति नै हाम्रो फिल्म सकिसकेछ गाउँलेहरूलाई फिल्म मन परेर दुइटै गाउँलेलाई फिल्म मन परेर है एकदम राम्रो है ऋषभ शेट्टी वाज एब्सोल्युट अरू त किन यता चाहिँ लाइक सेयर सब्सक्राइब सबै चाहिन्छ अब चाहिँ हाम्रो एकैचोटि भोलि बिहान स्टार्ट हुन्छ यो ब्लग आजको लागि गुड नाइट गाइस सबैजनालाई सबैहरूले हेर्दाखेरि नि राति नै हेर्नु होला यो ब्लग किनकि मैले गुड नाइट भन्छु अनि यति राति अफ गर्नु अनि त्यसपछि फेरि भोलि बिहान अनि हेर्नु म फेरि भोलि बिहान गुड मर्निङ भन्छु है गुड नाइट त्यो आइडिया चाहिँ अलि राम्रो गुड नाइट अब स्विट ड्रिम्स डिफेन्स म्याच गर्छ क्या हाम्रो त्यसपछि होइन ल गुड नाइट गाइज गुड नाइट सी यु सुन सी यु टुमोरो हेलो गाइज गुड मर्निङ जाडो यसो प्रब्लम के भयो भने हामी कति बजी फिट आएर 1 बजीसम्म त घर फिर्ता आइसक्यो नि तर फेरि के भने भोक लाग्यो अनि फेरि हामी के भनौँ म पकाउनुतिर लाग्यो पकाउँदा अलमोस्ट 2 बज्यो अनि फेरि हामी खानातिर लाग्यो 3 बज्यो अब 2 घन्टामा उठ्न गाह्रै भयो कि 5:30 बजी हामी 7 बजी अगाडि हिँड्नेछौँ मन्दिरको यात्रा जति बजी गयो सोखम मन्दिर जानुपर्छ अरे मन्दिर चाहिँ 500 नखाइकन ल्या हामीले 2 घन्टा 3 घन्टा अगाडि घन्टा खाएर ल गाइज अब चाहिँ एकछिन पछि भेटौँला है सबैजना आइसी जति हिरो हामी चाहिँ फिल्म हेर्न गएनौँ नि भनेर मन्दिर जान दुइटा चुतिया गाउँलेहरू जुत्ता सुत्ता लाएर हेर जुत्ता त लाउनु पर्यो नि त तिमी कोही त लाएन त तल गर्न त्यो त मैले त्यही त भन्छु त गाउँलेहरू दुइटा गाउँलेले मलाई जुत्ता लगायो तिमी चाहिँ गाउँले होइन तिमी चाहिँ गाउँले त्यो यार थैत घामले होला आज त सेतो दुइटा गोरो उतेर झन् मुझे गोरो पनि गोरो देखाएको छ यसलाई कालोलाई झन् गोरो देखाएको छ पानी दे दुईटा गाउँलेलाई अटोमा हालेर लिएर हिँड्दैछु गाउँलेहरू हेरिरहेछन् खोला कस्तो हुन्छन् भनेर उता नि देख्छ त देख्छ होला गाउँघरतिर सानो खोला माथिबाट देखेको थिएन नि त साइड साइडबाट पो देखेको यो चाहिँ नारायणी पुल है गाउँलेहरू है त्यो गाउँलेलाई अघि नै भने हो है गाउँले मान्छेलाई आउँदैन भनेर मानेनन् गाउँले मान्छेहरू है मानेन के भन्ने यसलाई त गाउँले पनि बहिष्कार गरिदिनु लाग्यो कि मैले बचाएको खाली है हाम्रो हात ल के हो त नि त्यो नि मुस्लिम हो मैले त्यो भन्न खोजेँ त्यो धर्म एउटै हो हुन त जे भयो नि तर हामी लान त हो कि हामी घुम्न भनेर आएको उहाँ चाहिँ अर्कै रिलिजन भएर नि पूजा गर्न वाह ल है ल यतिको चाहिँ हुनु पर्दैन है मान्छेहरू यति ल अब आजको लागि यति नै अब जानलाई चाहिँ केही न केही त लैदिउँ यार
यत्रो मान्छे गइरहेको छ त्यहाँ देख्दैन केटी माग्न जानु लास्तो ठाने कि अब त्यसलाई त केटी नि दिनु के कहिले त यार त्यही भन्न लागेको यसको लागि कहिले मन्नत माग्न लागेको यसलाई केटी दिनुहोस् कसैले भन्छ गाइजहरू हामी चाहिँ यहाँ बस्छ एकछिन यहाँ यता यहाँ बौद्ध के अरे बुद्ध निर अनि सोल्टीहरू आउनुहुन्छ सोल्टीहरू आएपछि बल्ल हामी यहाँ निस्किन्छौँ सास्तान केटा सब गाउँले हो सास्तान हेरे ताने फालेको यहाँ सर चढेर कतिमा पुग्छ है तान्न हजार फाल्यो हैन यहाँ त बोलाए गर्छ गाइजहरू गाउँलेहरू यस्तै हो त्यही मुख चलाउन एकछिन यहाँ अफ गर्छु भनेको अगाडि बोल्ने केटा इङ्ग्लिस बोल्ने भाइ नट इन्ट्रेस्टेड ओके दुईटा गाउँलेको फोटो खिच्दैछु म यहाँ एकदम पुरा प्योर ल ओए यस्तो गर हात फोन नि गर नि गर्छु है 1 2 3 च्याक्क थम्नेल तिमीहरूको मात्रै हो क्या म हालिदिनु मेरो कुनै भयो फोटो खिचिसकेँ मैले बस अब यहाँ होइन भिडियो सँगसँगै फोटो नि खिच्नु मिल्छ कि मेरो फोनमा बस्नु तिमीलाई थाहा बस बस यहाँ ल अब यहाँबाट हिँडाउनु पर्छ अब है बिचरा फर्स्ट टाइम आएको होला नि एकदम मान्न फर्स्ट टाइम हैन नेगेटिभ वानमा चलिरहेको छ अहिले किनभने यसले दुईचोटि लाख कामयाब ट्राई गरेछ चढेकै हो यार चढेर बिचबाट होइन भाइ यार त्यस्तो त गरेको यार पुगेकै हो माथि ल गाउँलेहरू अब आज पुग्नुपर्छ हामी आधी घन्टामा जतिमा है टक्क लगाएर अब एकछिन यहाँ पिसमा बसौँ हाम्रो ओए आज दुईटै हो क्या मेडिटेसन गर एकछिन 5 मिनट नमस्ते भाइ सोल्टी आउनु भइसकेछ दिदी भान्जानी कमिङ यो गाउँलेहरूले नयाँ मान्छे के भेटाएको बिचरा सोल्टीलाई मार्नै लागिसक्यो त्यति बिति नगर त गाउँलेहरू भन्दा पहिला एउटा गाउँले कति वर्ष भयो तिमी म भन्दा त ठुलो भयो केमा साइजमा उमेरमा 16.5 16.5 ग्याङ हामी आधी पहिलोचोटि त घरबाट निस्किँदा नथ्यो एन्टिलाइट पऱ्यो ल बोल पहिलोचोटि त घरबाट निस्किँदा नथ्यो अहिले त सूर्यदेवले फेरि नुहाइदिनु भयो बिचरा कालोमा तपाईँलाई सम्झिरहेको छु है कालोमा चाहिँ झन् कालो भएको छ सोली त्यहाँ एक्लै वाकिङ अनि दिदी सम्झ्यो माथि गएको सुख बिर्छु अहिलेको दुःख यसले हामीलाई बोकाउँछु भनेर लिएर आएको होइन आफै बोकेछ तर आफै बोकिरहेको अहिले किनभने त्यसलाई माया गर्नुपर्छ अरे भान्जालाई काँधमा बोकेपछिको ढाड दुखाएपछिको अवस्था अहिले लहर हिँड्दा छ हाम्रो भान्जा अब गाइज हामी आधी बाटो चाहिँ पुग्नु लागिसक्यो आउने हो आधी पुग्न लाग्यो त्यो त कति अगाडि हिँड्दा छ नमस्कार गाइज गीत बजिरहेर चाहिँ कपिराइट लाग्यो नि लागोस् मलाई बाल होइन गाउँलेहरू के छ हालखबर गाउँलेहरू एकदम गीत मारेर एकछिन है गाइज के छ गाउँ यो त क्यान्सी देखेको है त त्यहाँदेखि बस्छु त्यहाँ बस्छ फोटो छ थम्बनेल ल गुड सोल्टी कमिङ छिटो दिदी व्हाट ह्यापेन भिडियो बनाएको देखेर बनाउँदैन हामी आउनु आएर हामी रोकेको छौँ एकछिन सोल्टीहरू तल आउँदै हुनुहुन्छ भने हामी एकछिन विश्राम गरेका छौँ कस्तो हुँदो रहेछ त नि एक्सपिरियन्स त ठिकै हो नि रहेछ अलिकति खुट्टा गल्ने रहेछ त्यही यता कालीमाको पालो एकछिन पछि अब हामी चाहिँ पुग्न लागिसक्यो गन्तव्यतिर मेरो र एनसीको पालो भयो यसको पालो पुरै मन्दिर भिडाइदिनु म अहिले प्याच चाहिँ पाएर नि अहिले भयो आफ्नो जन त धान्न सक्दिनँ जस्तो लागिरहेको ग्याङ हामी 1 घन्टा पछि चाहिँ आइसकेको छौँ यहाँ मन्दिर आइपुगिसक्यो हामी सबभन्दा कम बसिन फेरि दिदीलाई आए ल ग्याङ ठिक छ है अब के हुन्छ दिदी अल गुड हालिदिने हो त त्यस्तै हो बडी गार्ड है त्यहाँ कुकुरलाई बिस्कुट दिइरहेको छ हाम्रो गाउँले भाइले
छानु ए म क्यामेराको बिचमा हो यता यहीले खाएन के बडीगार्ड गरे छोड्यो त्यहाँ त्यहाँ खान्न आइज ग्याङ हाम्रो गाउँले भाइ डुइङ गुड वर्क गाउँले भाइले दिइरहेछ किन हाल्ने र के भयो त हाम्रो मेमोरिज हो नि भाइ अर्को गाउँले भाइले पानी ल्याउँदैछ गाउँलेको मनहरू चाहिँ ठुलो हुँदैछ है जो The gang, we are in our destination. यो हाम्रो पहिलेदेखिको भाकल थियो हाम्रो आउने भन्दा प्लान थियो हामी धेरै सफल त भयो ढिलो भयो नि आज हामी आयौँ आफ्नो के भन्छ त्यसलाई आफ्नो यस्तो इम्पोर्टेन्ट टाइमलाई नजरअन्दाज गरेर हामी आज हाम्रो भाकल पुरा गर्यौँ 1-1.5 घन्टा सुते मात्र ग्याङ आज हाम्रो कालु भाइले चाहिँ राम्रो काम गरेछ है उहाँ चाहिँ खुसी लाग्यो तर मेरै पैसाले गरे हो म धन्य छु हो कि आज मेरो केही रकमले यसले कोहीलाई मद्दत गरेको छ 10 रुपियाँ दिन यार तल 15 गरेर एउटा बिस्कुट दिउँ न अनि ल अहिले एकछिनमा भेटौँला अब मन्दिर आएपछि हल्का पूजा पाठ गर्नुपर्छ है सबैले है यस्तो टक्क हामी अब हामी होइन उही सक्यो हाम्रो काम यहाँ मन्दिरमा यहाँ सबैजना जुत्ता लाउँदै हामी टक्क वाकिङ फेरि दुईजना बच्चे छन् अझै नि के भन्नु ओए भयो प्लिज ग्याङ अब यहाँ एउटा कुरा सोध्नु अब यहाँ हाम्रो सोल्टी आज किन बोल्नु भएन भ्लगमा भन्ने कुरा यहाँ अब वाइ सोल्टी यस्तो के हजुरलाई भ्लगमा लाइक र सेयर्स पुगेन अरे के भने अनुसार अब के गर्नु त नि अनि भतिजले अब मेरो जहाँ इज्जत छैन म बोलिदिन्थेँ भनेर सोचिसकेँ ट्याक्कै थाहा भइदिनु मलाई त भतिजले डिमान्डेड सबैजना यहाँ ल है गाइजहरू सुन्नुभयो नि सबैजना लाइक सेयर सब्सक्राइब चाहिँ गरिदिनु थिएँ टक्क लगाएर हाम्रो दिदी र भान्जा त त्यहाँ थस्किसकेको छ हामी 4 जना यस्तो छौँ तर सोल्टीमा त धेरै डिफ्रेन्स छ भने सोल्टी तँभन्दा त कति गरौँ सोल्टी अनि त्यस्तो सोल्टीलाई चित्त दुख्दैन भने तैँले त्यस्तो कम्पेयर गर्दाखेरि आफूसँग कम्पेयर गर्ने तैँले सोल्टीलाई भने दुध ग्याङ कोक खानुपर्छ तर धेरै खानुहुन्न डाइट मेन्टेन अन्त यही खाएर हो कि त कालो भएको धेरै सोल्टीले सर्भ गर्दै हुनुहुन्छ कोक खाइदियो भने ल हान्देऊ गोली हान्देऊ छिटो हान्देऊ छिटो छिटो के यो काले मामालाई ल छिटो हान त जे भयो नि ताक न खाली मजामा चाहिँ मामाले दुर्गा ओए खा त्यो एकै मुखमा भ्या खा छिटो छुका म कान तारा बोलाइन्छ रे इन्टरभ्यू भएको हुँदैछ यहाँ How our batch completed 12 exam? मैले 11 र 12 कहिले मलाई त 11 12 8 9 10 11 12 भन्थे एकचोटी होमवर्क गरेन मलाई त हैन के भन्छ नि बाबु तैले नोट हेर्नु भयो भने अब खराब हुन्छ रे पहिले बाबु तैले मलाई नोट ल्याइदे तेरो प्रोजेक्ट वर्क सब माफ भन्दै थियो कि तर नि हामी इन्टरनल एक्जाममा त त्यतिकै पास गर्दिन्छ यिनीहरूको गफ सुन्यो भने गाई यस्तै गफ गर्ने हो केटाहरूले है इलाममा चाहिँ के पाउँछ भन्दैन के पाउँछ रे भतिज भनिदिनु त अब त्यसो भए जङ्गलमा भूत चढे जस्तो हिजोको हामी फेरि पनि अटोमा बसिसकेको छौँ गाउँले भाइहरूलाई आज डुलाएर आइसकेको छौँ म सो देखाइदिएको कस्तो हुँदो रहेछ यस्तै छ अहिले टक्क लगाएर कस्तो भयो अब यिनीहरू अहिले सोध्नुपर्छ एकछिनमा
यस्तै हुन्छ सहरतिर यस्तै हुन्छ गाउँको भाइहरू अब गाउँमा नि अब बिस्तारै बिस्तारै हुन्छ रेस्टुरेन्टहरू है हामीले पकाएर होला है एउटा गाउँले यहाँ सुतिरहेछ भने रेडी जानलाई यसले गाउँले क्यामेरा सुन्ने बित्तिकै उठ्ने रहेछ अझै फुटेज चाहियो यसलाई फुटेज केही नि होइन ब्लग एडिट गर्दै थिएँ भर्खर याद आयो टक्क उतै बसेन भनेर एन्डिङ बसेन भनेर यो भिडियो चाहिँ किन बनाएको भने यसो केटाहरूसँग मेमोरी होस् लास्ट टाइम भनेर बनाएको अनि यहाँ देख्न सक्नुहुन्छ यो ट्रफीहरू सेम ट्रफी बट इन डिफ्रेन्ट प्लेस अहिले चाहिँ हामी हाम्रो घर आफ्नै टक्क केटाहरूसँग यसो भेटघाट भयो जस्तो भयो त्यो चाहिँ अनि म नि उताबाट चितवनबाट त आएँ गाउँ यही थियो ब्लग थ्याङ्क यू फर वाचिङ बाई